एयर ट्रान्जिट एयरलाइनको फ्लाइट 236 टोरन्टो हुँदै लिस्बन जाँदै थियो। यो ठीक मध्यरातको समय थियो। 39,000 फिट एल्टिट्युडमा रहेको प्लेनको हाइटबाट कुनै पनि पृथ्वीमा रहेको जमिनको भाग देखिँदैन थियो। हालसम्मलाई पाइलटलाई फेस गर्दै आएको सिचुएसन सामान्य नै थियो, तर जहाजमा यस्तो सिचुएसन आउँदै थियो कि पलभरमै सारा सिचुएसन परिवर्तन गर्नेवाला थियो। यहाँ हजुरलाई यो जानकारी गरौँ कि एटलान्टिक ओसियनको माथि 39,000 फिटको एल्टिट्युडमा रहेको प्लेनबाट पनि टाढासम्म पनि कुनै जमिनको भाग देखिँदैन थियो। उहाँ क्याप्टेनलाई अचानक यो थाहा हुन्छ कि जहाजको फ्युल अब भ्याइँदैछ भन्ने। यो दुवै पाइलटलाई अचम्मको कुरो थियो, किनकि एटलान्टिक ओसियनको माथि तेल सकिनुको सिर्फ एउटा मात्र कारण हुन्छ र त्यो कारण हो मृत्यु। मेरो भिडियोमा आजको दिनमा फेरि स्वागत छ। यो घटना भएको थियो 2001 अगस्ट 23 पियर्सन एयरपोर्ट टोरन्टो। एयर ट्रान्जिट एयरलाइनको प्लेन एयरबस A330 टोरन्टो हुँदै लिस्बन जानको लागि तयारी हुँदै थियो। यो 7 घण्टाको डाइरेक्ट फ्लाइट थियो, त्यसैले यसमा 48 मेट्रिक टन फ्युल हालियो। प्रिपरेसन सबकेसँगै बोर्डिङको तयारी भयो। त्यसबेला त्यहाँको समयको अनुसार 9 बजेको थियो रातको। यस प्लेनमा 293 प्यासेन्जर, 2 जना पाइलट र 13 जना क्रू मेम्बर थिए। फ्लाइट क्याप्टेन 48 इयर्स ओल्ड रोबर्ट पिच थिए। उनलाई 16,000 आवर्स फ्लाइटको एक्सपिरियन्स थियो। सेकेन्ड पाइलट 28 वर्षका डग भिगर थिए, जसलाई 5,000 घण्टाको एक्सपिरियन्स थियो। यसमध्ये 100 आवर्सदेखि उनी यही प्लेनमै एक्सपिरियन्स गरिरहेका थिए। उता जहाजको कुरा गर्ने हो भने त्यो बेलाको मोडर्न कम्पनीभित्रै पर्थ्यो र मात्र 2 वर्ष पुरानो थियो। प्लेन उड्नलाई न त अब पाइलटकै एक्सपिरियन्समा कमी थियो, न त कुनै जहाजमा समस्या थियो। सम्पूर्ण प्रोसिड्युर चेक भइसकेपछि प्लेनलाई रनवेतिर लिएर गइयो। एटीसीको पर्मिसन पाएसँगै फ्लाइटलाई टेक अफ गरियो। टेक अफ गरेसँगै पाइलटले आफ्नो प्लेनको दिशा गन्तव्यतर्फ बनाए। केही मिनटमा नै प्लेन आफ्नो तोकिएको एल्टिट्युड 39,000 फिटमा पुग्यो। यस्तो खाले लामो दूरीको प्लेनमा पाइलटको धेरै काम हुँदैन, किनकि धेरैजसो काम अटो पाइलटले नै गर्ने हुँदा पाइलटले सिचुएसनको मोनिटर मात्र गर्छन् र कन्ट्रोल टावरलाई आफ्नो लोकेसनको बारेमा पठाउँछन् र बेला बेलामा अपडेट गराइरहेका हुन्छन्। यस प्लेन टेक अफ गरेको 4 घण्टा बितिसकेको हुन्छ। हालसम्मलाई सबै कुरा नर्मलै थियो र प्यासेन्जर केबिनमा धेरैजसो प्यासेन्जर अँधेरो भएको कारणले सुतिरहेका थिए। जहाज एटलान्टिक ओसियनको ठीक बीचमा पुगेको थियो र यति नै बेला प्लेनमा एउटा समस्या देखा आइपर्छ। जहाजको घडीमा क्यानाडाको रातको 1 बजेको समय देखाएको थियो। पाइलटले जहाजको इन्जिन नम्बर 2 मा प्लेनको राइट इन्जिनमा